सुनसरीमा जुन किसिमको धार्मिक असहिष्णुतालाई नेपालको राष्ट्रिय अधिकार र नेपालको राष्ट्रिय मौलिक अधिकारबाट वञ्चित गर्ने गरी जुन किसिमको धार्मिक असहिष्णुता माध्यमबाट विभिन्न किसिमका आन्दोलनहरू भइरहेको छ, यो अत्यन्त खेदजनक छ। नेपाल सरकारले यसप्रति छिटोभन्दा पनि छिटो छानबिन गरी यसको निचोड समयमै निकालोस् भन्ने आम नागरिकको जनचासोलाई सरकारले बुझोस् भन्न चाहन्छु। सुनसरीमा जुन किसिमको आन्दोलन भइरहेको छ र प्रहरीबाट एकतर्फी रूपमा गोली चलाइरहेको छ, त्यहाँ एक नागरिकको मृत्यु पनि भइसकेको छ। यहाँ नेपाल सरकारको अधिकार भनेको नेपाली जनताको अधिकार र सुशासनलाई संरक्षण गर्ने हो। यदि नेपाल सरकारले विशेष गरी गृह मन्त्रालयले नेपालको अधिकारलाई, नेपाली जनताको अधिकार र सुशासनलाई कार्यान्वयन गर्न सक्दैन र नेपाली नागरिकको जनधनको सुरक्षा गर्न सक्दैन भने तत्काल गृह मन्त्रीले यो सरकारबाट राजीनामा दिनु उपयुक्त हुन्छ। किनभने यो सरकार भदौ 23 र 24 गतेको जेनजी आन्दोलनपछि शहीदहरूको छातीमा टेकेर बनेको सरकार हो। सरकारले छिटोभन्दा पनि छिटो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने हुन्छ। सुनसरीमा किन घटना घटिरहेको छ, कसले घटाइरहेको छ र के माध्यमबाट, के आधारबाट त्यहाँ धार्मिक असहिष्णुता बढिरहेको छ, त्यहाँ सरकारले छानबिन गर्नु पर्दैन। सरकार मौन भएर बस्ने, विभिन्न ठाउँमा रिबन काट्दै उद्घाटन गर्दै हिँड्ने यो गतिविधिले के बनाउँछ? के नागरिकको सुशासन, नागरिकको अधिकार, नागरिकको लोकतान्त्रिक संवैधानिक अधिकारलाई कार्यान्वयन गर्न सक्छ? कदापि सकिँदैन। तसर्थ सरकार जिम्मेवारी बन्नुपर्ने आवश्यक छ। यहाँ यो समय भनेको कसैले कसैप्रति, सत्तापक्ष होस् अथवा प्रतिपक्ष होस्, कसैले कसैप्रति विरोधाभास गरेर एक अर्कोलाई आरोप प्रत्यारोप गरेर समाजको धार्मिक सहिष्णुतालाई अखण्डित गर्ने प्रविधि गर्नु हुँदैन। धार्मिक अखण्डता, धार्मिक हत्या, हिंसा जस्ता जघन्य अपराधलाई यहाँ संरक्षण गर्ने होइन, न्यूनीकरण गर्ने होइन, दोषी भए सजाय गर्ने हो। त्यो प्रविधिमा सरकार बढ्नुपर्ने देखिन्छ। धन्यवाद।